नेपाल भनेको यस्तो देश हो रे, त्यहाँ त बुद्ध अस्ति भन्छ रे, पढ्यो भने त्यहाँ पढ्यो भने त शिव अस्ति भन्छ रे, त्यहाँ पढ्यो भने त ऋषिमुनि अस्ति भन्छ रे, विश्व ब्रह्माण्ड अन्तरिक्ष सबैतिरको ज्ञान हुन्छ रे भनेर चाहिँ हामीले त्यो अनुसारको चाहिँ हामीले कामहरू गर्नेछौँ हैन। र त्यसका लागि चाहिँ हामीले पाठ्यक्रम परिवर्तन साह्रै आवश्यक छ। अहिलेको शिक्षा भनेको एसुकुल हो, हाम्रो गुरुकुल पढाइलाई मारेर एसुकुल ल्याएर एसुकुल भन्दा स्कुल भएको है। त्यसरी चाहिँ हाम्रो चाहिँ अमेरिका र अस्ट्रेलियाको लागि हामीले दास पैदा गरिरहेको छ हाम्रो विद्यालयबाट, हाम्रो स्कुलहरूबाट है। त्यही भएर चाहिँ हामीले नेपालको धर्म, नेपालको एग्रिकल्चर, नेपालको कृषि, नेपालको पर्यटन, नेपालको इतिहास कहिले पढ्दै पढेनौँ। हामीले हप्तामा 2 दिन मात्र विद्यालय जानुपर्छ, हाम्रो 3 दिन प्र्याक्टिकल हुन्छ र 2 दिन छुट्टी हुन्छ हैन। हाम्रो सरकार आइसके पछाडि, हामी प्रधानमन्त्री भइसके पछाडि, हाम्रो सत्ता आइसके पछाडि चाहिँ हामीले हप्ताको 2 दिन सबैलाई छुट्टी दिन्छौँ। 2 दिन विद्यालयमा जानियो, 2 दिन कार्यालयमा जानियो, कर्मचारीहरू पनि 3 दिन फिल्डमा जानियो। कहिले खेत रोप्न जानियो विद्यार्थीहरू, कहिले अस्पतालमा उपचार प्रेसर नाप्न सिक्न जानियो, कहिले विज्ञान ल्याबमा गएर घडी बनाउन सिक्ने हो, कहिले मोबाइल बनाउन सिक्ने हो, कहिले उद्योगमा गएर रोटी बनाउन सिक्ने हो, कहिले उद्योगमा गएर गिलास बनाउन सिक्ने हो, कहिले उद्योगमा गएर के बनाउन सिक्ने हो। 3 दिन प्र्याक्टिकल हुन्छ, 2 दिन थ्योरी स्कुलमा हुन्छ र 2 दिन छुट्टी हुन्छ बच्चाहरूलाई। ढुक्क हुने तनाव बढिदिइसके, यति धेरै तनाव दिने होइन हाम्रो बालबालिकालाई। 5 कक्षामा पढ्दा ज्यान पाल्न सक्ने, 10 कक्षामा पढ्दा परिवार पाल्न शिक्षा हामीले बनाउँछौँ। र हाम्रो शिक्षामा चाहिँ 8 कक्षादेखि 12 कक्षासम्म आर्मी ट्रेनिङ कम्पलसरी हुन्छ। अहिले पनि इन्डिया हामीले बचाइदिनु परेको छ। अस्ति एउटा इन्डियन नेता ल्याएर तेरो देश एयरफोर्स ल्याएर के अर्थस भन्दै थियो। तेरै देश हामीले बचाइदिनु परेको छ, तेरै एयरफोर्सको हामीले हेरिदिनु परेको छ, ब्रिटिस आर्मी हामीले बनाइदिनु परेको छ, उता उसको देश हामीले बचाइदिनु परेको छ, सिङ्गापुर हामीले बचाइदिनु परेको छ, अमेरिकन आर्मी हामीले बचाइदिनु परेको छ, लेबनान सुडान गएर हाम्रा दाजुभाइले बचाइदिनु परेको छ भनिसकेपछि हाम्रो पहिचान भनेको एकता हो साथी हो, हाम्रो पहिचान भनेको वीरता हो। हामी संसार बचाउन आएका हौँ, संसारभरि सत्य र शान्ति फैलाउन आएका हौँ। हामी कमजोर छैनौँ है त साथी हो है। त्यही भएर हरेक नेपाली भनेका सेना हुन् भनेर चिनाउनका लागि 8 देखि 12 कक्षासम्म आर्मी ट्रेनिङ कम्पलसरी, मिनिमम 3 महिना, म्याक्सिमम 18 महिनासम्मको आर्मी ट्रेनिङ हामीले विद्यालयमै दिन्छौँ आउने पुस्ताका लागि, ताकि कोही पनि नेपालीहरूलाई कसैले आँखा लाउने प्रयास नगरोस्, लड्न सकुन्, सेल्फ डिफेन्स गर्न सकुन् हैन। त्यो खालको हामीले व्यवस्थाहरू गरेका छौँ। नेपालको न्याय नपाए यो जानु भनेर हामीले सुरक्षामा पनि हाम्रो कुराहरू छ है। अब के छ भन्दाखेरि प्रहरीको हरि हुनु पर्यो साथी हो। 1 लाख तलब ग्यारेन्टी हो है, डाक्टरको, स्वास्थ्य कर्मीको भनौँ न, अर्को भनेको पत्रकारको, सुरक्षा कर्मीको र सरसफाइ कर्मीको। तपाईँहरू ढुक्क हुनु होला, किन भन्दा तपाईँहरूले 24 घण्टा काम गर्नुहुन्छ, अरूले गर्दैनन् नि। तपाईँहरूले आपद विपद हरेक बेला काम गर्नुहुन्छ। दसैँ तिहार 1 दिन पनि छुट्टी हुँदैन, हामीलाई पनि हुँदैन छुट्टी कहिले, कोही न कोही त बस्नु पर्यो, पालो पालो गरेर हामी जानियो। त्यही भएर सबभन्दा धेरै जोखिम पनि सुरक्षा कर्मीलाई नै हुन्छ, सबभन्दा बढी जोखिम पत्रकारलाई नै हुन्छ, सबभन्दा बढी जोखिम सरसफाइ कर्मी र हामीलाई नै हुन्छ हैन। चाहे कोरोना होस्, हामी कोही रोकिन पाएनौँ नि, गर्नु पर्यो नि त। त्यही भएर यो चावडा पेसा भनेको विशेष पेसा हुन्। यिनीहरूलाई मैले 1 लाख तलब मिनिमम पुऱ्याइन्छु, अरूको तलब पनि म 60,000 पुऱ्याइन्छु। फेरि किसानको, मजदुरको सबैको तलब के खाएकाहरू चाहिँ पैसा काट ल्याउँनुहोस्, म एकछिनपछि भन्छु त्यो कुरा फेरि हैन। 3 वर्षमा सारा नेपालीलाई रोजगार कसरी दिने भन्दाखेरि 1 पालिका 300 रोजगार अहिले हामीले गरिरहेको छौँ। प्रत्येक वडामा 300 रोजगार हुने बित्तिकै 21 लाखलाई रोजगार भइहाल्यो। नेपालमा 11 लाख मात्रै बेरोजगार छन्। अब विदेशमा भएकालाई मगाउने हो कि इन्डियाबाट मगाउने हो कि कामदार सोचिरहेको छौँ हामीले पनि। फेरि गर्न सकिन्छ, गरिन्छ। फेरि प्रधानमन्त्री भएर मन्त्री भएर गर्छु होइन, नभए नि गरिन्छ हामीले। फेरि त्यतिको आत्मविश्वास भएर आएको कि नभए नि गरिन्छ हामीले है। अर्को कुरा भनेको चाहिँ हाम्रो के छ भन्दाखेरि कृषि सेना हामीले 2 लाख आजदेखि भर्दा सुरु गरेका छौँ। निर्माण सेना 2 लाख आजदेखि हैन, अस्तिदेखि नै सुरु भइसक्यो, 2-4 हजार त पुगिसके, अब बढाउँदैछौँ हामीले हैन। कन्स्ट्रक्सन आर्मीहरू, सेनाहरू, निर्माण सेनाहरू। अर्को भने डिजिटल सेना हाम्रो चाहिएको छ अहिले हामीलाई धेरै, किन बाहिरको ठेक्का पनि लिएर संसारभरि डिजिटल काम डाँडा डाँडामा बसेर हामी लाख कमाउने हामीले पनि बनाउन सक्छौँ। त्यो कामै गर्दैछौँ हामीले है। अर्को भनेको चाहिँ हामीले के गर्दैछौँ भन्दाखेरि चाहिँ जुन अब अर्को सेना भनेको हाम्रो औद्योगिक सेना, उद्योगहरू खोलेर हाम्रो सर हामी मिलेर 2 लाख जना त औद्योगिक सेनाको लागि हामी तयारी गरिरहेको छौँ। 8 लाख सेनाको हाम्रो टार्गेट छ। अर्को देश बचाउने अर्को 8 लाख सेना छ, त्यो मैले अहिले भन्दिनँ, त्यो हाम्रो सेक्रेटली काम भइरहेको छ, त्यसलाई हामीले अगाडि बढाउँछौँ त्यो कुराहरू। त्यो सेनाहरूले फेरि हाम्रो डोल्पामा रकेट सबै कुराहरू बनाउँछन्, ड्रोन सुन सबै। त्यो खतरा सेनाहरू छन् हाम्रा। बिस्तारै बिस्तारै हेरौँ ल त्यो सेनाहरूलाई, नभन्नु फेरि डर हुन्छ धेरैजना। अब 5 वर्षमा चाहिँ हामीले नेपालको स्रोतहरू सदुपयोग गरेर नेपालको अहिले पानी मात्र बेचेर प्रत्येक नेपालीलाई 22 लाख भाड्न पुग्छ साथी हो। साल मात्र तपाईँले मैले मात्र देख्ने हो कि तपाईँले देख्नु न के हो। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म यता पनि साल, यता पनि साल है।
तपाईँले जनकपुरबाट चढ्नुभयो भने ढल्केवर हुँदै माथिसम्म सालै साल होइन। तपाईँ यतापट्टि भन्न विराटनगरबाट गर्नुभयो भने यतापट्टि इटारीबाट पुरै वरिपरि यता पनि साल यता पनि साल। अलिकति यता आइसकेपछि वीरगन्जदेखि माथितिर जाने बाटोमा पुरै सालै साल। अलिकति यतातिर आइसके पछाडि होइन हाम्रो चितवनदेखि पोखरासम्म बाटोमा पुरै सालै साल होइन। अलिकति उता गयो भने तपाईँको यो पुरै नवलपरासी पुरै कपिलवस्तुभरि सालै साल। मेरै घरबाट गुल्मी अर्घाँचीमा नेपालमा सबभन्दा धेरै साल भएको अर्घाँची होइन। म भुसाल अब मैले मात्र देख्ने हो कि साल तपाईँले नदेखे हो कि। अलिकति उता गयो भने कञ्चनपुर भन्ने नालुङाटदेखि माथिसम्म सालै साल। धनगढीदेखि अत्तरियादेखि माथिसम्म पनि सालै साल। जता पनि सालै साल। यत्रो साल देखेको छु मैले। सालको तल थाकल छ। थाकलको भनेको खतरा जिन्स कपडा पनि बन्छ। थाकलको खानेकुरा पनि खतरा बन्छ होइन। हरियो नेपालको भनेर नबुझे हो कि हामीले। मैले बुझाउन नसके हो कि तपाईँहरूले नदेखे हो कि यो कुराहरू मलाई अलिकति गाह्रो पनि भएको छ। त्यही भएर तपाईँहरूले के गरिदिनु पर्यो भन्दाखेरि चाहिँ नेपालमा मैले भनेको 36 करोड साल थोरै हो, त्योभन्दा पनि धेरै छन्। प्रत्येक नेपाललाई करोडपति बनाउन सालले मात्र पनि पुग्छ। नपत्याए गर्नुहोस्। कसैले गरेर यतिवटा छ भन्नुहोस्, कसैले भन्दैन नि मैले भनेको पत्याइदिनुहोस्। बिन्ती छ मेरो अनुरोध है। नपत्याए गर्ने पनि हुन्छ, मैले यतिकै भनेको छैन फेरि है। अर्को कुरा भनेको चाहिँ नेपालको खानीहरू 125वटा फलाम खानी, 144वटा तामा खानी, 47वटा हिरा खानी, 22वटा सुन खानी, के अरे 47वटा सुन खानी, 22वटा हिरा खानी, अनि 6वटा युरेनियम खानी, 3वटा ग्याडोलिनियम खानी, एउटा टाइटेनियम खानी र एउटा एन्टी म्याटर ई भन्ने हुन्छ कि सर। त्यसको 1 किलो कति पर्छ थाहा छ? एकका पछाडि 27वटा जिरो हो। कति आफै हिसाब गर्नु अब त ऊ भ्याउँथेन त्यस्तो कुराहरू नेपालमा पाइन्छ। नवलपरासीको फलाम खानी 10 खरबको हो है। अहिले हामीलाई दैनिकको जुन तेल निस्किएछ नि त, त्यो जिम्मा चाहिँ नेपाली आयल निगमले हामीले गर्छौँ। 1 रुपियाँ कसैको लगाइन्छ होइन। 50 खरबको तेल निकाल्छौँ, के अरे नेचुरल ग्यास निकाल्छौँ भन्दा दिइराखेन हो। हामी खास यो बेलामा चाहिँ मेरो चुनाव नभएको मध्ये दैलेखमा गएर त्यही गर्न जाँदै थिएँ। बिचमा अब रूपन्देहीमा भड्कियो होइन। ठिक छ, केही भएन। रूपन्देही जिल्ला हाम्रो, हामी त्यहाँ बनाउने हो। दैलेखबाट ग्यास ल्याएर रूपन्देहीमा ल्याएर नेपालभरि बाँड्ने हो। त्यसपछि अब बिस्तारै सम्भव छ। कसैले केही लगानी गरिदिनु पनि पर्दैन, हामी नै खोज्छौँ लगानी, हामी नै गर्छौँ। तर गर्न दिनु पऱ्यो क्या हामीलाई है। त्यही भएर नेपालको खानीहरू मात्र सदुपयोग गरे नि हरेक नेपालीको भागमा 72 लाख पर्छ। अहिले भर्खरै पर्छ, हरेक वर्ष पर्छ कि त पनि फेरि अब त्यस्तो खानी छन् कि त्यति धेरै छन् होइन। अनि हामीले चाहिँ बेच्न नहुने होइन, उत्पादन गर्न नहुने। ल 10 खरबको फलाम खाइन्छ, बनाउनलाई 1 खरब जति लगानी लाग्छ। सरकारले त पैसा नि प्राइभेटलाई जिम्मा दियोस् न, हामीले गर्दैन। 3 करोड 1 लाख लगानी गरेर 2 लाख रुपियाँ 5 लाख आउँछ नि कसले गर्दैन? गर्छौँ नि त होइन। प्राइभेट सेक्टर लगानी गरेर पनि त्यसलाई अगाडि बढाउन सकिन्छ। सम्पत्ति त सरकार भनेको हाम्रो त हो, जनताको त हो नि। जनता धनी हुनु पर्यो है। नेपालको चाहिँ हिमालभरि स्याउ रोप्दिउँ साथी हो होइन। स्याउकै जङ्गलमा होस् न, तराईमा आफ्नो लिचीकै जङ्गल होस् होइन। सालकै जङ्गल नै ठिक छ, त्यति खराब त छैन होइन।